सूर्यबाट सबैभन्दा नजिक र टाढा रहेका ग्रहहरूको क्रम नजिकदेखि टाढा। सूर्यबाट सबैभन्दा नजिक रहेको ग्रह कुन हो? बुध। यसको अङ्ग्रेजी नाम मर्क्युरी। त्यसपछि दोस्रो नजिक रहेको ग्रह शुक्र, अङ्ग्रेजी नाम भेनस। यस्तै गरी सबै यो क्रमबद्ध रूपमा छ है यता। अनि यिनीहरूको अङ्ग्रेजीको फर्स्ट लेटरबाट एउटा सम्झिने तरिका छ। यो सायद तपाईँहरूले पहिला पनि देख्नुभयो होला कतै गुगलमा, युट्युबमा। मर्क्युरीको फर्स्ट लेटर एमबाट माई, भेनसको भीबाट भेरी, अर्थको ईबाट एजुकेटेड, मार्सको एमबाट मदर, जुपिटरको जस्ट, स्याटर्नको सर्ड, युरेनसको अस, नेप्च्युनको नुडल्स। माई, भेरी, एजुकेटेड, मदर, जस्ट, सर्भड अस, नुडल्स। अनि यहाँ तल हेर्न सक्नुहुन्छ हजुरहरू, चन्द्रमा वा सूर्यलाई पूर्ण रूपमा ढाक्ने ग्रहणलाई हामी के भन्छौँ? खग्रास ग्रहण, टोटल इक्लिप्स। अनि चन्द्रमा वा सूर्यलाई आंशिक रूपमा ढाक्ने ग्रहणलाई के भन्छौँ हामी? खण्डग्रास ग्रहण, पार्टियल इक्लिप्स। ग्रहण अथवा इक्लिप्स शब्द कुन भाषाबाट लिइएको हो? ग्रीक भाषाबाट। ग्रीक भाषामा ग्रहण अर्थात् इक्लिप्सको शब्दको अर्थ के हुन्छ? नदेखिनु वा दृश्य कम हुनु। अनि यसै गरी यो सूर्य ग्रहण लाग्दा सूर्यको कुन भाग पहिले ढाकिन्छ? पश्चिमी भाग। चन्द्र ग्रहण लाग्दा पूर्वी भाग। सूर्य ग्रहण औँसीको दिन मात्र लाग्ने गर्छ भने चन्द्र ग्रहण पूर्णिमाको रातमा मात्र लाग्ने गर्छ। हालसम्म सबैभन्दा लामो सूर्य ग्रहण कहिले र कहाँबाट देखिएको थियो? सन् 1955 फिलिपिन्सबाट देखिएको थियो, जुन 7 मिनेट 55 सेकेन्डसम्म देखिएको थियो। अनि पृथ्वीमा सूर्य ग्रहण कति अवस्थामा भएको अनुभव गर्न सकिन्छ? 3। पहिलो हो खग्रास, जो टोटल इक्लिप्स भन्छौँ हामी। त्यसपछि खण्डग्रास, पार्टियल इक्लिप्स र एनुलर।